साथीहरु पुरानो जाला जस्तो 7 किलोमिटर नन स्टप दौडेँ म। हेलो माई फ्रेन्ड्स, वेलकम ब्याक टु माई न्यू डे न्यू ब्लग। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला नि म पनि एकदम सन्चै फिट एन्ड फाइन छु। अनि आज चाहिँ अलि राम्रोसँग खा, अट्केर मर्लिस, खान नपाए जस्तो नगर। आज चाहिँ जिम बन्द भएको कारणले म चाहिँ आज रनिङ गर्नको लागि चाहिँ बाहिर नै जाँदैछु। बाहिर भन्नाले पनि यसो अब यहाँदेखि यो डाँडासम्म पुगेर दौडेर आउनु पऱ्यो। हेरौँ कतिखेरसम्म पुगिन्छ, साँझै पो पर्छ कि। दिदीहरू आउने भन्नुभएको छ, तर दिदीहरूको चाहिँ उतापट्टि दौड आज दिदीहरूको चाहिँ फाइनल छ। 50K दौड्नुपर्ने छ दिदीहरू। सायद म पनि जान्छु सोचेको छु, तर मेरो चाहिँ अलि सक्दैन कि सोचेर अब प्र्याक्टिस गर्दैछु। हेरौँ म पनि पछि जाने सोचिरहेको छु। अनि दिदीहरू चाहिँ आज जानुभएको छ। कस्तो शीतलो गरेछ, तर आज बादल लाग्छ, पानी पर्ला जस्तो भइरह। अब हेरौँ कहाँसम्म पुगिन्छ। गीता दिदी हाम्रो जाने प्लान थियो साथीहरू, तर अब गीता दिदीको चाहिँ उता जानुपर्ने, दौड जानुपर्ने भयो नि त। दिदीहरूको चाहिँ फाइनल छ, अनि त्यही भएर दिदी चाहिँ जानुपर्ने भयो। त्यही भएर चाहिँ आज म एक्लै जान्छु। मैले सोचिरहेको छु अब यतातिरको बाटो जाऊँ कि यताको गाउँतिर जाऊँ कि भइरहेछ साथीहरू। अब कतातिर दौड्न जाने भनेर यतातिर सडकतिरबाट यतातिरबाट माथि डाँडामा जाऊँ कि गाउँतिरबाट जाऊँ कि कताबाट जाऊँ, म चाहिँ कन्फ्युज भइरहेछु। तर गीता दिदी यति भएको भए गीता दिदीले चाहिँ मलाई गाउँतिरबाट चाहिँ लग्नुहुन्थ्यो, किनकि सडकहरूमा चाहिँ गाडी आइरहेको छ नि त। मेरो जिद्दीले गर्दाखेरि दिदीले मेन रोडबाट लगेर जानुभएको थियो। अनि त्यही भएर आज चाहिँ म चाहिँ यता गाउँतिरबाट जान्छु, किनकि सजिलो पनि हुन्छ, गाडीहरू पनि हिँड्दैन, दौड पनि सजिलो हुन्छ। लेट सी अब त्यहीबाट जानुपर्छ ल। अब यहाँदेखि दौड्न सुरु गर्छु साथीहरू। अब हेरौँ कहाँसम्म पुग्छु, तर यहाँको बाटो चाहिँ मलाई थाहा छैन। अब हेरौँ गए लाने हो, फेरि फर्केर यहाँदेखि नथापा भने चाहिँ फेरि ब्याक फर्किन्छु के छ र। म चाहिँ अब यहाँदेखि दौड्ने स्टार्ट गरेर सोचिरहेको छु, तर हिँडेर चाहिँ अलिकति खोला खाफ्टा भएको कारणले यहाँदेखि चाहिँ अलि अगाडिबाट दौड्न स्टार्ट गर्नुपर्छ। अहिले अस्ति यो गाउँको बाटोबाट चाहिँ यतातिरबाट दौडिँदै गयो भने चाहिँ पर त्यहाँसम्म पुगिन्छ भनेर भन्नुभएको थियो। अब हेरौँ म चाहिँ पुग्छु कि पुग्दैन, कहीँ हराउने त होइन यार, छैन नि त। फेरि मलाई चाहिँ डर लाग्छ कि हराउँछु कि चाहिँ मलाई डर लाग्छ। साथीहरू यहाँ बसेर अङ्कलको दोकानमा पानी पनि खायो। थाके बसेर रेस्ट गर्नु पऱ्यो। त्यसपछि चाहिँ फेरि जानुपर्छ साथीहरू। पसिना भयो, कस्तो सास लिने हेर्न पसिना पऱ्यो। थाकियो ल्याग पारेर मेरो फेस हेर्नु पुरा रातो भइरहेको। अहिले चाहिँ एकछिन हिँडेर बल्ल अलिकति सास आयो, नत्र त पुरानै जाला जस्तो त्यो 7 किलोमिटर नन स्टप दौडेँ म। थाक नमारेर 7 किलोमिटर दौडेँ। अनि एकछिन त्यहाँ चिनेको बाजेको दोकान थियो मैले, किनकि मेरो दिदीको बाजेको दोकान हो नि त त्यहाँ चाहिँ एकछिन बसेर पानी सानी खाएर अनि त्यसपछि चाहिँ यस्तो हिँडेर अब चाहिँ घर आउनु लाग्यो। अघिसम्म त्यहाँसम्म चाहिँ दौडेर आइरहेको थिएँ, फेरि यहाँदेखि चाहिँ हिँडेर गएको। कति दौड्ने यार, लास्टै थाक्यो। खासमा चाहिँ आज मैले 8 किलोमिटर दौड्छु सोचेको थिएँ, तर अहिले त्यो नै गाह्रो नै भयो। तर मैले 7 किलोमिटर चाहिँ 40 मिनटमै सकाएँ। 40 मिनटमा 7 किलोमिटर चाहिँ दौडेर सकाएँ। यसमा चाहिँ मलाई थाहा छ साथीहरू दौड्ने बित्तिकै पानी खानुहुन्न भनेर, तर मैले चाहिँ यस्तो तिर्खा लाग्यो, पानी खाइहालेँ। पुरा पेट चाहिँ यस्तो दुखिरहेको यार, हिँड्दाखेरि पनि दुखिरहेको क्या लास्टै पेट। यस्तो गाह्रो भइरहेको हेर्छ। पानी चाहिँ नखाइदिनु पर्छ, तर थोरै खाए पनि केही हुन्थेन। तर मैले एक पुरा पाएँ भन्दैमा 1 बोतल पानी खाइदिएँ फ्रीमा पाएँ भन्दैमा। त्यति साह्रो पनि नगर्नुपर्ने त्योहरू मैले
मैले चाहिँ साथीहरू रनिङ गरेको भिडियो पनि धेरै बनाउनु पाएन किनकि मोबाइल चाहिँ लिकी हलिराख्ने रनिङ गर्ने बेला अनि फेरि बाटोमा कोहीले फेरि मलाई भिडियो बनाउनलाई हेऱ्यो भने पनि अब कस्तो लाग्छ कि अनि त्यसपछि चाहिँ धेरै बनाउनु पाएन त्यही भएर चाहिँ थोरै मात्र हाल्यो मेरो जुत्ताको हाल चाहिँ यस्तो भयो मोजाको हाल चाहिँ यस्तो धुलो पुरा यस्तरी उडिरहे कि फाइनली रुममा चाहिँ पुग्यो साथीहरू थाकियो अब चाहिँ गर्नु हुनुपर्छ मस्त पारामा नुहाइधुवाइ गरेर चाहिँ बस्नुपर्छ लास्ट त्यो जुत्ता चाहिँ पुरा जुत्ताको हालत हेर्नु पुरा यस्तो भएको पुरा अगाडि त उता त्यो दिदीले भनेको बारीतिरबाट गाउँतिरबाट गएको हेर्छ त्यो त नजानु पर्ने रहेछ पुरा त्यहाँ त झन् पुरै कुरो लागेर हेर्ने पुरा जुत्तामा पुरै कुरो लगाएर जुत्तैभरि यहाँ कुरो लगाएर हेर्छ यस्तो हालत भएको जुत्ताको त साथीहरू लास्ट 4 भए यसलाई चाहिँ भोलि नधोइ भए होइन कति अल्छी गर्नु आफ्नै काम हो आफै धुनुपर्ने होइन यहाँ राख्नु पऱ्यो अझै चाहिँ बाहिर राख्नु पऱ्यो लास्ट 4 छ नि त उठ्ने पनि जाँगर राखेन पछि बाहिर त लाइट बालिदिनु पऱ्यो कतिको लाइट बाल्छ हौ ल यति लाइट बाल्यो पनि भयो साथीहरू नुहाइधुवाइ पनि गरेर आयो दिदीले चाहिँ बिहान मात्र नुहाउनुपर्छ साँझ नुहाउनु हुँदैन भनेर गाली गर्नुहुन्थ्यो दिदी चाहिँ अहिले खोइ कता जानुभएको छ मैले चाहिँ नुहाइधुवाइ गरेर पनि भइसकेँ यस्तो असिन पसिन हुन्छ अनि यस्तो असिन पसिन भयो त साथीहरू नुहाएर पनि आयो हो अहिले त कस्तो आनन्द भएपछि त ल भयो अघि त पुरा आङसरी नै भारी भए जस्तो भएको थियो अहिले चाहिँ नुहाइधुवाइ गरेर आनन्द भयो अहिले चाहिँ साँझ पनि पढिसक्यो चाहिँ नुहाउनु न भनेर दिदीले चाहिँ भन्नुभएको थियो तर मैले चाहिँ जिम गरेर आइसकेपछि दौडेर आइसकेपछि नुहाउँछु किनकि आङ यस्तो गर्न आउँछ पसिना हुन्छ नि त नुहाउनु त पऱ्यो नि अनि साँझ न बिहान नुहाइदिने हो कहीँ बिरामी भयो भने फेरि बर्बाद छ अस्ति त फेरि त्यस्तै साथीहरू नुहाइदिएको चिस्सी बाला है पुरा बिरामी भयो 2 दिनसम्म चाहिँ मस्त हावा खाना आएको यस्तो दामी हावा चलेछ मलाई यस्तो मनपर्छ आन्टी चाहिँ यति जाँगरीले हुनुहुन्छ हेर्नु न यस्तो दामी फुल लाउनु भएको छ माथि चाहिँ वा यस्तो मनपर्छ मलाई चाहिँ टिपेर लैजाऊँ जस्तो तर न टिप्नु हेरेको पिला न चुर्नु पाप लाग्दछ भन्ने थाहा छ नि यस्तो दामी लाउनु भएको छ हेर्नु नि फुल यस्तो दामी देखेछ कि पुरा लिटरली वा ऊ तल पनि छ फेरि तर तलको चाहिँ सबै आधा फुलेर सकिसकेछ आधा चाहिँ फुलेछ त्यहाँ घरबेटी आन्टी राम्रो हुनुहुन्छ अरे यहाँ माथि छतमा आएर यस्तरी हावा खान पाइन्छ यस्तरी डाँडा काँडा हेर्न पाइन्छ यस्तरी बस्न पाइन्छ है नत्र चाहिँ अरूको चाहिँ कस्तो हुन्छ नि छोटो छतमाथि नै आउँदैन हाम्रो चाहिँ त्यस्तो हुनु राम्रो चाहिँ कस्तो राम्रो हुनुहुन्छ आन्टीहरू सोध्नु पनि पर्दैन कि अनि आयो माथि चट्ट गरेर आफ्नो काम गऱ्यो एकछिन बस्यो अनि के गर्नु छ गऱ्यो अनि मिठाई गर्नु भएन अनि पछि यताउति काम गर्नु भएन माथि आएर हावासावा खाँदैमा बस्दैमा भ्यू हेर्दैमा चाहिँ के जान्छ होइन आन्टीहरूको सोच चाहिँ फेरि लास्ट राम्रो छ कि फेरि म बत्ती चाहिँ बालिदिन्छु है यहाँको बत्ती चाहिँ बाल्ने काम मेरै हुन्छ छतमा आएर माथि ए वा उताको लाइट चाहिँ बल्यो फेरि यताको चाहिँ यस्तो बल्छ कि राम्रो देखियो है वा कस्तो दामी देखियो यहाँको लाइट यो लाइट चाहिँ लास्ट मनपर्छ कि मलाई भिडियो चाहिँ के कस्तो लाग्यो साथीहरू लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला फेरि भेटौँला नयाँ भिडियोमा थ्याङ्क्स फर वाचिङ ब्लग बाई बाई